नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत कोइरालाले सरकारलाई विनाशकाली विपरीत बुद्धि भन्दै टिप्पणी गरेका हुन्। उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्त्वहरूले सडकमा अशान्ति फैलाइरहेको, संवेदनशील समयमा सरकारले अर्को दुष्कर्मको प्रयास गरेको जिकिर गरेका हुन्। उनले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीलाई चौतर्फी विरोधको सामना भइरहेको बताए। उनले सरकारलाई यस्ता काम अघि नबढाउने र दिएका सुविधाहरू घटाउन आग्रह गरेका छन्। उनले लेखेका छन्, विनाशकाली विपरीत बुद्धि सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मका प्रयास, पूर्व विशिष्टलाई आजीवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार यस्ता काम अघि नबढाऊ, बरु दिएको सुविधा पनि घटाऊ। एचटीसी मिडिया, सञ्चार क्षेत्रमा नयाँ आयाम।